हेलो गाइस, के छ त आज धेरै बेरपछि भ्लग हालेको हैन। इन्ट्रो पनि हान्न त बिर्सेको छुइनँ, आज बिर्सेको छुइनँ। लगभग मैले भयो होला कति भयो 6-7 महिनापछि भयो भ्लग नहालेको। यो चाहिँ हाल्छु कि हाल्दिनँ मलाई थाहा छैन, आइरहनु म। हामी भ्लग बनाउँछु, हाम्रो साथी लगाएको छ। तर अलिक कन्फिडेन्ट यत्रो रुमभित्र बनाए जस्तो कहाँ यहाँ हुँदो रहेछ यार, कन्फिडेन्टै हुँदैन। के गाइज है, गाइज त यो बोल्न आएन, अलिअलि जात लाग्यो। यो धेरै बेरपछि नबनाएर त त्यही हो गाइज होइन। केटा हो है, म आएँ केटा हो। तिमीले भिडियो चाहिँ हेर्दैनस् होला, अब भ्युज आउँदै आउँदैन। मैले लगभग 6-7 महिनापछि भिडियो हालेको। आज यो नि थाहा छैन, हाल्छु हाल्दिनँ थाहा छैन। घरमा गएपछि एडिट गर्न झ्याउ लाग्छ, अल्छी भएको छु म। बिहे नगरी भएन हौ, अब अलि अल्छी हुँदैन कि के गरेर। त्यही पनि अर्को मेजर प्रब्लम के हो भने गाइज, यो फोन त मैले यो फोन किनिसकेपछि यो फोनमा के भयो भन्दाखेरि यो फोनको अडियो चाहिँ अगाडि पछाडि भइदिन्छ र एडिट गर्ने लास्टै झ्याउ हुन्छ होइन। हाम्रो सिस्टरले हेर्दै हुनुहुन्छ भन्नुहोस्, यतिको कन्फिडेन्स चाहिन्छ गाइज होइन। भर्खर हो क्या म त, त्यो हो होइन गाइज। तर यो होइन, तपाईँहरूले विचार गर्नुभएको छ क्या, भ्लग बनाउनेले प्रायः बात पछि लाइक र त्यही हो चाहिँ दिइरहेको हुन्छ क्या। ल है त गाइज, है त गर्नु त खालि। ए यहाँ हाम्रो यो घरबेटीको के अरे, घरबेटीको दिदीको छोराको कसो अरे दिदीको छोरा घरबेटी आन्टीको, मेरो घरबेटी आन्टीको दिदीको छोरीको भाइ हो गाइज होइन। एउटा सन्दर्भ आयो, म यहाँ घर बनाउनको अघि के हो यो धुलो जाँदा नेताहरू भोट माग्ने बेलामा आउँछ गाइज होइन। तिमीहरू होइन, अब यो चुनाव लाग्यो होइन, चुनाव लागिसकेपछि नि यो नेताहरूलाई बाटो पुल मात्रै भन्ने होइन क्या, त्यो त आधारभूत कुरा हो। त्यो त अगाडि नै गरिसक्नुपर्ने हो। यो 25-30 वर्ष यिनीहरूले शासन गरेर खोइ के भयो। अब चाहिँ मास्टरहरूलाई डह्रो क्वेसन गर्नु पर्यो क्या। चाहे एमाले काङ्ग्रेस जुनसुकै होस् होइन, माओवादी चाहे राजसभा नि किन होस्, राजसभा पनि नयाँ पार्टी हो, त्यसले पनि गर्छ भन्ने छैन। तर योचोटि चाहिँ चान्स दिनुपर्छ, योचोटि चान्स दिने, योचोटि चान्स दिएर गरौँ भने गरौँ, ठिकै छ। 5 वर्ष अब यदि 30-35 वर्ष त खप्यौँ भने 5 वर्ष ट्राई गर्ने। 5 वर्षमा राजसभाबाट केही आश चाहिँ छ, त्यसले पनि गरेन भने त्यसलाई पनि बाइकआउट हानिदिने। हामी चाहिँ कट्टर भएर बस्नु हुँदैन। जस्तो कि अहिले एमाले काङ्ग्रेस माओवादीको यो हजुरबाहरू आमा कट्टर भएर म त कट्टर एमाले गर्ने खालको छ नि, त्यस्तो चाहिँ हुनु हुँदैन है गाइज है। क्वेसन चाहिँ गर तिमीहरू होइन, तपाईँहरू तिमीहरू त जसले हेर्छ सबलाई भनेको है। तपाईँहरू पनि हुनुहुन्छ, तिमीहरू पनि हुनुहुन्छ, तँहरू पनि हुनुहुन्छ है, तँहरू पनि छ हुन्छ साथी हो। तिमी केमा पऱ्यो, कुन वर्गमा पऱ्यो? म त तिमी हो। म प्रसङ्ग के कुरा गर्दै थिएँ भने बालेन रवि हर्क सर्क सबैलाई क्वेसन गर केटा हो। चुप लागेर चाहिँ नबस्, किन भोट दिने र गरिनस् भने के गर्ने। अनि अर्को कुरा मलाई चित्त नबुझेको क्या, अस्ति यो जहाँ यत्रो आन्दोलन गरे जेनजीहरूले, त्यत्रो आन्दोलन गरे। किन आन्दोलन गरे भन्दाखेरि यो करप्सन हटोस्, यो 30-35 वर्षदेखिको बुढोहरू हटोस्। अधिकांशको सोच त्यही थियो, भन्नौला करप्सन मात्रै हटो र भन्ने। त्यही बुढोहरूलाई चाहिँ किन फेरि फर्केर आएको तिमीहरू किन आएको हाँस्दैछु साथी, हाँसोस् न, यतिको कन्फिडेन्ट त हुनै पर्यो नि त होइन। अनि ऊ त्यहाँ हाम्रो अङ्कलहरू दामी केटीहरू पठाइन्छ कि भनेर एकदम प्रोमोमा भिडियो बनाउँदै हुनुहुन्छ होइन, भिडियो बनाउँदै हुनुहुन्छ। अङ्कल भोट के भन्नुहुन्छ, सूर्यमा त छुट्टी हाल्नै हुँदैन है। सूर्य काङ्ग्रेस एमाले माओवादी यो पुरानो दलहरूलाई त दिनै हुँदैन। यो पुरानो दलहरूले खोक्रो पारिसक्यो हो। कोही मान्छेहरू राम्रो पनि होला नि यो पार्टीमा होइन, मैले नराम्रो भन्न खोजेको होइन। पार्टीको भिजन राम्रो छ, तर त्यहाँभित्रको चिटियाहरू। अनि गाइज होइन, अब यो भ्लग गर्न भनेको यस्तै हो। कन्फिडेन्स कहिले लो हुन्छ, कहिले हाई हुन्छ, हो त्यो मिलाएर हेर्नु होइन। अङ्कलहरूले वास्तव घन्टी चाहिँ बजाउनु, योचोटि घन्टी बजाउने है गाइज है, योचोटि बजाउने घन्टी। त्यस्तो बहुमत ल्याएर चाहिँ हामीले घन्टीको सरकार बनाउनु पर्ने हुन्छ यो 5 वर्ष चाहिँ। त्यसपछि काम भनेको जस्तो काम भएन भने त्यसलाई पनि बाइकआउट। हामी जनता के एउटै पार्टीमा भेडो भर लागेर आफ्नो घर परिवार मात्रै बनाउनलाई केही हदसम्म पार्टीले पैसा दिन्छ एउटालाई झोले भएर हिँड्दाखेरि त्यसरी भर बिग्रेको क्या। यो नेतालाई मात्र दोष दिने काम छैन क्या, जनता पनि उयो, म पनि उयो, तपाईँ पनि उयो। तर अहिलेसम्म चाहिँ मैले मासु भात खाएको छैन, भोटै हालेको छैन। अब यो चोटि पहिलोचोटि मेरो भोट राजसभालाई होइन, त्यही हो गाइज है, कुरो त्यही हो। यो 5 वर्ष चाहिँ राजसभालाई दिनु पर्यो। गरेन भने चाहे बालेन किन होस्, रवि किन होस्, बालेनलाई बालेनको रोल हान्ने,
रविको घन्टीले बजाउने गरेन भने तर गर्छन् होला आश गरौँ म पनि हाल्छु एकचोटि चाहिँ होइन गाई हात गलो बानी हराएर सही घर आइपुग्यो हाम्रो मम्मी के गर्दै हुन्छ मम्मी ब्युटिफुल मम्मी हाम्रो मम्मी त कडै हो कि यहाँ ब्रोकली बनाउँदै हुनुहुँदो रहेछ हात दुखेर पनि गर्नुहुन्छ ए धन्दा चाहिँ मलाई छोडिदिएको होला म चाहिँ फेरि धन्दा माछा चाहिँ पिएचडी होल्डर होला फेरि के पाएको मामु मासु छैन मासु मासु नभए त हजुर म चाहिँ एक भारी नुहाउनु पर्ने लुगा धुनु पर्ने छ जान्छु होइन जर्किनको के कमी छ जर्किन हाम्रो घरमा जर्किनको बजार छ गाई छैन तपाईँहरूलाई दिन्न म अनि आज चाहिँ भ्लग बनाइदिएको अनि गुड न्युज चाहिँ के हो भने बाबा आउनुभएको छ बाहिर बसिरहनु भएको छ अब बाबा अगाडि चाहिँ अब उहाँ त अलिकति बोल्दै हुन्छ मम्मीसँग छोरा आएर त्यही भएर कन्फिडेन्ट आइरहेको छ कालतिर होइन स्मरण हो कान्छो भन्नु न मायाले ल है मिठो पारेर पकाउनु होइन